आईसीसी वर्ल्ड कप लिग 2 को पोइन्ट्स टेबलको 5औं स्थानमा रहेको नेपालले भोलिदेखि सुरु हुने नेदरल्यान्ड र नामिबिया विरुद्धको सिरिजमा नामिबिया विरुद्ध खेलेर सिरिजको सुरुवात गर्नेछ। यस भिडियोमा हामी नेपालले पोइन्ट्स टेबलको टप 4 मा आफूलाई अटाउन कति म्याच जित्न आवश्यक छ, पिच कन्डिसन र प्रोबेबल प्लेइङ 11 को पनि कुरा गर्नेछौँ। आईसीसी लिग 2 को सुरुवात राम्रो नभए पनि नेपालले अन्त्यमा आएर आफूलाई बलियो र बेस्ट एसोसिएट टिमको रूपमा किन नेपाललाई चिनिन्छ भनेर अघिल्लो सिरिजमा प्रुभ गरिसकेका छन्। बलियो र टप 2 मा रहेको युएसए र स्कटल्यान्डलाई होम सिरिजमा डोमिनेट गरेको थियो। नेपालले आफूलाई टप 4 मा अटाउन यस सिरिजमा भने निकै राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ। नेपालले 2 देखि 3 म्याच जित्न सके यो सिरिज उत्कृष्ट गएको मान्न सकिन्छ। पिच कन्डिसनको कुरा गर्नुपर्दा फर्स्ट इनिङको एभरेज स्कोर 248 को रहेको छ। फर्स्ट इनिङमा ब्याटिङ गर्ने टिमको विनिङ पर्सेन्टेज 33.3 रहेको छ भने सेकेन्ड इनिङमा ब्याटिङ गर्ने टिमको विनिङ पर्सेन्टेज 66.7 रहेको छ। त्यसैले दुवै टिमको कप्तानले टस जितेर बलिङ चुज गर्ने देखिन्छ। यस पिचमा फास्ट र मिडियम पेस बलरलाई हेल्प मिल्ने देखिन्छ। प्रोबेबल प्लेइङ 11 को कुरा गर्नुपर्दा कुशल भुर्तेल र आसिफ शेख ओपनिङ, ईशान पाण्डे नम्बर 3, रोहित कुमार पौडेल नम्बर 4, दिपेन्द्र सिंह ऐरी नम्बर 5, आरिफ शेख नम्बर 6, कुलसन झा नम्बर 7, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्। तपाईलाई प्लेइङ 11 मा को खेलाउँदा उचित र सही हुन्छ जस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। साथै क्रिकेट सम्बन्धी एनालाइसिस भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल विकेट फल नेपाललाई पनि सब्स्क्राइब गर्नु होला।